बुढी चौर भन्ने बुढी चौर बुढा चौर यो कहीँ पनि होइन जुगा यत्तिकै जुगा नुन दल्दै हिँड्नु परेको छ यहाँ ल है स्वागत छ सबैजनालाई मेरो नयाँ भ्लगमा। अब हामी सुहालले पठाइहाल्छ आइफोनको अलिकति क्वालिटी घटेर नि मेरो भन्दा राम्रो हुन्छ। हामी जाँदैछौँ कार्य मन्दिर। अब हामी भर्खर 10 मिनट हिँडेछौँ कति 10-15 चोटि गनेर। अब हामी मैले बिचतिरबाट भ्लग स्टार्ट गरेको छु त्यही पनि म हाल्छु। थके लागिरह भनौँ भने लाइन एकदम जोस आइरहेको दौडिन मन लागिरहेको थियो। अब बाटो धेरै राम्रो छ क्या यतातिर। अगाडि क्यामेरा बगाल हुने चाहिँ एउटा आइफोन त हामी चाहिँ खास लटरबेश्वर जाने भनेर हिँडेको थियौँ। बुढी चौरको मन्दिरमा जाँदैछौँ। कसैलाई बाटो थाहा छैन होला, मैले पनि बिचबाट भनेको छु थाहा हुँदैन। अब जम्मा 10 मिनट हो, टेन्सनै छैन। झन् म्याजिकै माथिसम्म पुऱ्याइदियो, पसल सबै ल्याइदियो है। कति सजिलो हो। ल त्यही हो। बाहिरको पानी कति रुपियाँ? बाहिरको पानीलाई 40 रुपियाँ रे। यहाँ मिनरल वाटरलाई 80 रुपियाँ। पछाडि आइरहन् सबजना, अगाडि नि गइरहन् सबजना। अगाडि आधी पछाडि आधी। अब के राइम भन्छ त्यसमा? अगाडि आधी पछाडि आधी। ए भगवा अलिकति अड्क्यो बोली। उकालेर स्यास्या बल्ल अलिकति राम्रो बाटो आएको छ। अघि नै देखा भए त बियोस्। त्यही पनि केही छैन, यस्तै हो, एडभेन्चर हो नि त यो भने। हामीले एउटा भिडियो नि बनाएको थियौँ, ए गोरे भनेर। उहाँ यस्तो हुस्सुला मजाले। अगाडि धेरै जोस भएको मान्छेहरू हिँडिरहन्। फेस हेर्नु मिल्दैन अहिले एकछिन हामी बनाबनै हो भइसक्यो। त्यही भ्लगबाट चाहिँ अलिअलि जोस आउँछ नि। हामी अब पुग्छौँ, बिस्तारै हिँड्दैछौँ। बल्ल म बल्ल अल्छी लाग्यो होला, त्यही पनि केही छैन, म बोलिरहन्छु। यहाँ भिटेनको गीत बजाउनेहरू पनि छन्। यहाँ अलि छाडा मान्छेहरू छन् पछाडि। हामी अलि सभ्य मान्छेहरू अगाडि हिँडेका छौँ। भवनको छोरो परियो सभ्य। अनि अब यस्तै हो। अब बिस्तारै अहिले चाहिँ अलि धेरै नै घुम्न थालिएको छ। अस्ति तपाईँहरूले हेरिहाल्नु होला, कहाँ हामी बुढी चौर गएको थियौँ अस्ति पनि। आज पनि बुढी चौरै आइरहेको। तर अस्ति चाहिँ हामी त्यो माथि भर्याङ भएको ठाउँमा गएको थियौँ। खतरा थियो, त्यहाँको क्या दामी भ्यू थियो। यस्तो ठाउँमा ल्यायो कि यसले, यो फटाले। हामीलाई त त्यही जानु मन लागिरहेको थियो यहाँ एकजना मान्छेलाई, तर केही छैन। यता म आएको थिइनँ नि त, त्यता पनि गएको थिइनँ। त्यता अस्ति गयो, आज यता आइयो म्याजिकबाट। अस्ति स्कुटी हामीले ठेला देखाइहाल्यौँ। स्कुटी ठेलेर लग्नु भन्दा त म्याजिक आएकै ठिक थियो। गाह्रो छ, म्याजिकमै ठेल्ने हो नि, म्याजिकमै ठेला साथी। त्यो देखाउनु पर्ने है, भ्लगको कन्टेन्टै मिस भयो नि। अच्छा, अब जाने बेला ठेल्न मिल्दैन के भने गाह्रो छ। जाने बेला अब गरङ जान्छ बाटो त त्यही अस्तिकै हो, अलिकति फरक हो। ठेलेको भिडियो रहेछ अरे, हालौँला माथि। अब अन्त कतै बाटो खाएर ट्याक्क अब हिँडिरहेको छ है। त्यस्तै हो। मेरो अलिअलि मैले यसो वा घरबाट हिँड्दाखेरि चाहिँ नबनाउँ भनेर सोचिरहेको थिएँ। फेरि यहाँ आएँ चाहिँ एउटाको आइफोन रहेछ, अलिकति मेरो
आइफोनदेखि चाहिँ अहिलेबाट बनाउनु मन लागिरहेको थियो कसैले फेरि फोन लुगाएर गोजीमा हाल्छन् अनि के गर्नु गाह्रो छ कि यतातिर यता अगाडि भराएर चाहिँ यसरी चढ्ने बाटो पनि रहेछ मजाले हामी तपाईँहरू चढ्न सक्नुहुन्छ के भयो जुका रहेछ यहाँ जुका देखेर डराउने मान्छे यहाँ कोही पनि छैनन् सब एकदम डराउने कोही छैन रुनी मात्रै हिँडौँ धेरै भयो भर्खर 6 मिनट त भयो एउटा पागल प्रेमी भिटेनको गीत लाएर बसिरहे चिप्लेलाई मेरो यहाँ आइफोन छ फेरि अलि मान्छे लडे केही छैन यहाँबाट कोही पनि नलडिदिनु हुनको लागि म विनम्रतापूर्वक अनुरोध गर्दछु नेपालकै केस आयो नि के इन्डियाको एडभेन्चर हो नि त यस्तो हाइकिङ तपाईँहरूलाई आउनु मन छ भने चाहिँ आउनु सक्नुहुन्छ म तपाईँहरूलाई सहायता दिन्छु म पनि आइदिन्छु तर एउटा आइफोन चाहिँ लिएर आउनुपर्छ है तपाईँहरूले त्यति दुःख गर्नु भएन भने चाहिँ म आउँदिनँ भिटेन बाबु कहाँ गयो भिटेन बाबु वहाँ तल हौ भिटेन बाबु आइरहेको तलबाट ओ भिटेन यता भ्लग हेलो जुगा अब जुगालाई हेर्ने नि जुगाले चाहिँ हेरेर कतिखेर यसलाई टोक्न पाइन्छ र मलाई साँच्ची जुगाले टोके काहीँ न काहीँ त मलाई चसक गरिसक्यो अब कहाँबाट निकाल्नु डालाई जुगाले टोकिसक्यो मलाई काहीँ न काहीँ अब मन्दिर आउनु जम्मा 10 मिनटलाई 6 चोटि जोडेपछि बल्ल हुन्छ 1 घन्टामा ठ्याक्कै पुगिन्छ अब अलि राम्रो बाटो भयो त मजा आउँदैन थियो होला यति यस्तो बाटोबाट हिँड्न पाउँदा एकदमै खुसी लागिरह थके पनि लागिरह स्यास्या पनि भइरह गरिम पनि भइरहेको थियो अहिलेसम्म अहिले चाहिँ अलिक कम भयो हावा चलिरह ज्याकेट लाहा अनि जुगा झर्छ अन्त जुगा झर्नु जति अहिले जम्मै तिनीहरूकोमा झरिछ मेरो कान बन्द भयो तल्लबाट आइरहन् जनताहरू 3-4 जना कति ठुलो पहिरो आएर यहाँ फेरि यहाँनिर उ पनि रहेछ त के अरे यसलाई के भन्छ यो खल के भन्थ्यो हजुर होइन उ त्यो खन्ने कुरा होइन के पो भन्छ खल हो कि के भन्छ फाइनली हामी आइपुग्यौँ पाउ पाथी भएर अझै बाँकी छ यो चाहिँ के को मन्दिर हो खै यसो ढुङ्गा त होइन भगवान्लाई यसो तिर्सेल सिर्सेल राखेर चाहिँ हल्का थके लगाइराखेर चाहिँ यहाँ पाउ पाथी गरेर भनेर लेखा चाहिँ यहाँ आइपुग्यौँ अब हिँड्नु त अझै यत्रो बाँकी छ है अझै कति भर्खर अलिअलि हिँड्यो अघि कति 15 मिनट भनेको थियो क्यारे 15 मिनट त हामी बढी हिँड्यो होला 33मा 15 हुन्थ्यो म टाइम हेर्छु है टाइम हेरेर नि मिल्दैन रहेछ यहाँ अर्को मोबाइल छ म टाइम हेर्छु 35 भएछ 15 मिनटको पनि 2 मिनट एक्स्ट्रा बितिसकेछ तल घन्टी बजाएर क्यामेरा क्वालिटी त राम्रै खतरा होला नि यत्रो आइफोन भनेर खिच्याहु एकचोटि पुस्छु है म ल आएर यहाँबाट आउँछ म देखाइदिन्छु को आउँछन् सबजना एकजना आइपुग्यो बनायो यहाँ आउन नि एकदम रिस्की छ जुगा यत्तिकै छ यहाँ खुट्टा हेर्नु यहाँ नुन दलेर यस्तो भइसक्यो हालत
खुट्टाको हाल त्यहाँ नुन दलेर हिँड्नु परेको सेतो जुत्ता त सेतो जुत्तामा कालो रङ लगाइसक्यो लगाइसक्यो नुन दलेर हिँड्नु नुनको पका हातमा छ यहाँ नुन छरेर एकछिन उभिन नि मिस सक्दैन यहाँनिर जुगा यस्तो यस्तो छ जुगा नुन पनि पैसा लाग्छ फेरि यहाँ नुनको जा अब अलिकति नुनको 10 रुपियाँ लियो ऊ त्यता पूजा गरिरहन् गलामा धुपन ल्याएर चाहिँ हामी जस्तो अलि अभक्ति होइन रहेछन् मेरो जित परेको छ यार अभक्त होइन रहेछन् हामी त भक्तिमा विश्वास गर्दैनौँ म झन् फिटिकै नै गर्दिनँ अहिलेसम्म जिन्दगीमा केही गतिलो त भएको त छैन क्या विश्वास गर्नलाई होइन मलाई विश्वास भन्ने चाहिँ मलाई लाग्दैन विश्वास भन्ने चिज गरेर नि हुँदैन भन्नु नि हुँदैन गरेर नि पर्छ बेला बेला अहिले यहाँ कतै बस्नु ठ्याट्ट जुगा दास्यो भने जस्तो लागिरहेको सेतो ढुङ्गा त्यही एउटा मुला जस्तै देखिरहेको मैले त्यसलाई यहाँ फेरि यस्तो जुगासँग यस्तो डराउने मान्छेहरू छन् नि यहाँ क्यामेरामा देखाए मान्छे मात्रै नडराउने अरू सब डराउँछ के म पनि डराउँथेँ हामी दुइटा नडराउने यस्तो डराउँछ मान्छेहरू त रुन्छन् डराउँदैनन् रुन्छन् गुवा रुन्छन् है अब हाम्रो दुईजना त कहाँ हो कहिले आइपुग्छन् यस्तै हो लभर्स लभ जोडी के भन्नु सिङ्गल भएपछि यस्तै हो कि गाह्रो हुने कि फोटो खिचेर बसिरहने यस्ता फोटोग्राफरहरू छन् त्यहाँ फर्क्यौँ भन्नु नि भाइ फर्क्यौँ भन्नु ओइ फर्क्यौँ भने नि अहिले देखाउँछु यसको विश्वास चाहिँ लाइफमा कसैले गऱ्यो भने त्यो पागल हो यसको विश्वास गरेर आयो भने जिन्दगी त्यो त्यसको दिमाग छैन भन्दा नि हुन्छ जिन्दगी झन्डु बा फेरि घमन बा भन्ने जस्तै हो रियाक्सन अब बल्ल सबजना भेला भयो 8 जाँदै बल्ल भेटेछौँ हामीले यहाँबाट अब मन्दिर आउन जम्मा कति 2 मिनट भन्यो भने कतिवटा 2 मिनट गर्नु पर्यो ठ्याक्क अब 15 मिनट भनेको छ तिनीहरूले आधी घन्टामा ठ्याक्क आइपुग्छ अब मन्दिर अब गीत बज्दैछ म एकछिन बन्द गर्छु अनि मन्दिर पुगेपछि भेटौँला है त ल लेट्स गो ल हामी अलिकति माथि आएको छौँ तर लास्ट गाह्रो भइसक्यो अघिको जोस सबै निक्ल्यो लगभग कति त्यहाँ अघि भने ठाउँबाट 20-30 मिनट हिँड्यो होला जम्मा त्यति त होला नि कति हिँड्यो मलाई थाहा छैन त्यही अनि 20-30 मिनट भने कति त 1.5-2 घन्टा भयो तलबाट हिँड्या चाहिँ तर अघि त्यो तिरपालबाट हिँड्या चाहिँ हामी 20-30 मिनट भयो अब चाहिँ थकाले मर्ला लास्टै उकालो यस्तो ठाडो उकालो छ है गाह्रो भइसक्यो यहाँनिर के बोक्न दिएको थियो जसलाई चाहिँ मलाई कहाँ फालिदियो भने एउटा के पो सामान थियो यहाँ जुकाबाट बस्नको लागि नुनको प्रहार हुँदैछ बिचरा जुकाको दया लगाइरहेको मलाई चाहिँ हेर भगवान्को ठाउँमा गएर पाप पार्न जान्न मान्छे नुन उ गरेर के अरे नुन हालेर पाप गरेर मलाई त पर्दैन मलाई टोकोस् अब हामी एकछिन बसिरहेको छ हामी 1 2 3 4 हजुर के त्यही त म त्यही खोजिरहेको छु कहाँ राखिरहेको के त्यो एउटा डल्लो के दिएर लाने कता हामी कति 8 जना हो क्या अरे 8 जना आएको थियौँ 4 जना यहाँ छौँ म एकजना यहाँ एकजना यहाँ एकजना खुट्टा मात्रै देखा हो ल अब खोइ देख्यो हो देखेँ ल 4 जना भयो 4 जनामा गीत बजाउँदै आइरहन् भिटेनको मरिन्छ तर विश्वास भन्ने चिज गर्दैन कसैमा त्यही पनि यो मान्छेको 10 मिनट हामी तलबाट 10 मिनट आयो कति भयो कतिवटा 10 मिनट भयो जुगा यत्तिकै जुगा नुन दल्दै हिँड्नु परेको छ यहाँ घरबाट ल्याएको नुन सकेर आज किनेर नुन दलेर हिँड्नु 10 रुपियाँ लियो नुन परेको किने थियो त नुन त चन्ने छ त एक बट्टा नुन हालेर ल्याएको मलाई कसैले देखाए छ त्यहाँ उतै यो झोला पनि खतरै भएछ त उतै झोलाको हालत पनि खतम भएछ त्यो झोला फालिदिन्छ होला नि फर्काएको
कहाँ फाल्छ त्यो अर्काको झोला पुऱ्याइनु पर्छ बाटोतिर एक दुईवटा झोला भेट्यो होला त्यही टिप्ने अब आफ्नै घरको उठायो जे गर्दा नि हुन्छ अर्काको उठाइदियो के थाहा होइन ल्याइदियो बल्ल आइपुग्यो ल हाम्रो जनता देखिरह नि अनुहार त यो क्यामेरामा पानी आएछ त कहाँ म बजाइन्छु ल गीत जनता आइरह नि तर गीत चाहिँ अलि हावा बजाएर हिँडिरह नि अनि गीत बजाउने मान्छे लास्टतिर हिँडेको फेरि फाइनल्ली हामी यत्रो कति घन्टा 3 घन्टा हिँड्यौँ 3 घन्टा मात्रै हिँड्यो कति बजी हिँड्यो हामी 7:30 हो क्यारे तलबाट हिँड्यो त म्याजिक त्यहाँबाट चाहिँ कति बेर हिँड्यो त्यहीँबाट त हो नि यत्रो हिँड्दा हिँड्दैन बल्ल आइपुगेको छौँ होइन अब झर्ना कति हो कति बजे नि थाहा छैन झर्दाखेरि कति टाइम लाग्ने हो झर्दा त छिटो हुन्छ झर्ना त टाइम लाग्दैन थके पनि लाग्दैन अहिले त थके लाएर कहाँ घुम्नु लाग्छ खुट्टा नि दुखिरह गाह्रो मरिन्छ जिन्दगीमा आइन्न अब यो ऊ भन्ने ठाउँ बुढी चौर भन्ने ठाउँ बुढी चौर बुढा चौर यो कहीँ पनि आइन्न अर्को उता भर्याङ भए भने भए जोसमा यस्तो जुगा यस्तो जुगा त 4 चोटि भएर म 2 चोटि बिसाएँ जुका खाए जुका जुगा लाग्छ The wind hums songs at the break of day, whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills through the velvet dark, patterns, leaving its mark. The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune, caught in stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. Dawn paints gold on the mountain's crown, while rivers whisper truth as they flow